के तपाईलाई लाग्छ कि जेनजी आन्दोलन उचाल्न नक्कली सोशल मिडिया प्रोफाइलहरूको प्रयोग गरिएको थियो? सायब्रा नामक इजरायली कम्पनीले 2025 सेप्टेम्बर 9 मा सार्वजनिक गरेको रिपोर्टमा यस्तै दाबी गरिएको छ। तर के यो सही हो? आउनुस् पत्ता लगाउँ। उक्त रिपोर्ट भन्छ नेपालमा भएको जेनजी आन्दोलनलाई उत्तेजित बनाउन नक्कली प्रोफाइलहरूको भूमिका छ। यो रिपोर्टले सोशल मिडिया एक्समा नमुनाको रूपमा लिइएका कुल खातामध्ये 1/3 भन्दा बढी अर्थात् 34% नक्कली प्रोफाइल रहेको निष्कर्ष निकालेको छ। रिपोर्ट सार्वजनिक भए लगत्तै कतिपय नेपाली मिडियाले बिना परीक्षण समाचार बनाएको देखिन्छ। यी समाचारहरूमा रिपोर्टको तथ्यलाई अतिरञ्जित गरिएको छ। रिपोर्ट भन्छ एक्समा 34% फेक, तर नेपाली मिडियाका समाचार भन्छन् 34% फेक अकाउन्ट। काठमाडौँ पोस्टले मात्र सायब्राको अनुसन्धान विधि र विश्वसनीयतामाथि प्रश्न उठाएको देखिन्छ। अब रिपोर्टमा कस्ता कमजोरी छन् आउनुस् बुझौँ। रिपोर्ट एआईले तयार पारेको भनिए पनि कुन टुल र कसरी भन्ने खुल्दैन। कुनै प्रोफाइललाई फेक भनेर कसरी छुट्याइयो? के एनोनिमस खाता फेक हुन्? गोपनीयताका कारण धेरै मानिसले इन्टरनेटमा नाम लुकाउँछन्, तर यसबारे पनि रिपोर्ट मौन छ। रिपोर्टमा न डेटा खुलाइएको छ न नमुना छनौट विधि। नेपालमा फेसबुकका 1,43,00,000, इन्स्टाग्रामका 39 लाख, टिकटकका 22 लाख, लिङ्कडिनका 20 लाख प्रयोगकर्ता छन्। युट्युब प्रयोगकर्ताको सङ्ख्या पनि नेपालमा ठूलो छ। तर सायब्राले 34% नक्कली खाता भनेर निष्कर्ष निकाल्न नमुना लिएको प्लाटफर्म एक्सका प्रयोगकर्ता नेपालमा जम्मा 3,90,000 मात्र छन्। एक्सका जम्मा 3,935 प्रोफाइलको नमुनाका आधारमा उक्त रिपोर्टले 34% प्रोफाइल फेक रहेको निष्कर्ष निकालेको छ। त्यसो भए यति सानो नमुनाका आधारमा गरिएको दाबीले नेपालको सामाजिक सञ्जालको परिदृश्यलाई समेट्छ त? विज्ञका अनुसार यो रिपोर्टको अनुसन्धान विधिमा त्रुटि छ, अर्थात् यति सानो नमुनाबाट आएको 34% को दाबी अतिरञ्जित हो। सायब्रा इजरायलको सरकारी निकायसँग काम गर्ने निजी कम्पनी हो। उसले नेपाल नै किन छान्यो? यसको उद्देश्य के हो र उक्त रिपोर्टमा कसले लगानी गर्यो भन्ने प्रश्नको जवाब छैन। तर एउटा कुरा चाहिँ के भन्न सकिन्छ भने यस्ता रिपोर्टले जनआन्दोलनहरूलाई म्यानिपुलेटेड देखाउँछन् र खास मुद्दालाई ओझेलमा पार्न खोज्छन्। त्यसैले कुनै कुरा पत्याइहाल्नु अघि प्रश्न गरौँ, भ्रमपूर्ण सूचनाबाट बचौँ। मिडिया साक्षरताका लागि यो भिडियो सेयर गर्नुहोस्।